हाम्रो यात्रा तिलिचोकको हो। काठमाडौँबाट हामी बेसी सहर बसमा गयौँ र बेसी सहर हामी 4 बजे पुग्यौँ। त्यसपछि हामी एउटा गाडी रिजर्भ गरेर हामी अगाडि बढ्यौँ। हेलो 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 ग्रुपहरु हेलो त्यहाँ भित्र हाल्नु न, त्यहाँ भित्र हाल्नु नि हुन्छ। हेलो हाय हाय आजको बाटोमा अक्टोपस झरना हामी हेऱ्यौँ, एकछिन आनन्द लियौँ। अहिले बर्खा नभएको हुनाले त्यति राम्रोसँग झरना बगेको थिएन, तैपनि हामी एकछिन त्यहाँ फोटोहरू खिच्यौँ, भिडियो बनायौँ। त्यसपछि हामी अक्टोपस झरनालाई छोडेर बिस्तारै हामी अगाडि बढ्यौँ। बाटोमा अर्को मनमोहक झरना थियो, बुङ झरना, जसको दृश्य देखेर हामी यति मनमोहक भयौँ कि त्यो छोडेर हामीलाई अगाडि बढ्नै मन थिएन। लगभग साँझ पर्न लागेको थियो। हामी त्यसपछि अगाडि बढ्दै गयौँ र हाम्रो बास चामेमा भयो। ढुङ्गालाई खोपेर बाटो बनाइएको रहेछ, साह्रै डर लाग्यो, तर पनि अगाडि बढ्यौँ। भोलिपल्ट बिहान हामी उठेर फ्रेस भएर मनाङतिर अगाडि बढ्यौँ, जहाँ चाहिँ दृश्य मनमोहक थियो, प्राकृतिक दृश्य, तर बाटो भने एकदमै अप्ठ्यारो थियो। तैपनि हामी अप्ठ्यारो बाटो पनि त्यहाँको दृश्य, त्यहाँको प्राकृतिक आनन्द लिँदै हामी अप्ठ्यारो बाटो बिर्सिँदै अगाडि बढिराख्यौँ। यति राम्रो मनमोहक दृश्य थियो कि मनाङ प्रकृतिले पनि कति धेरै सुन्दरता थपेको रहेछ, कति आनन्द आउने ठाउँ। बाटो देख्दा त एकदम अप्ठ्यारो लागेको थियो, तर पनि दृश्यहरू हेर्दाखेरि मनमा धेरै नै आनन्द हामीलाई आइरहेको थियो र हामी मनाङको विभिन्न ठाउँमा हामी घुम्यौँ, जहाँ विभिन्न ठाउँहरू रहेका छन्। मनाङको बाटोमा पर्ने ग्रिन लेक, जुन प्राकृतिक हिसाबले एकदमै मनमोहक थियो, त्यो ग्रिन लेक हामी एकछिन घुम्यौँ र त्यहाँ आनन्द लियौँ। त्यस्तै गरेर हामी अगाडि बढ्यौँ। त्यस्तै गरेर अर्को मनाङमा पर्ने अर्को लेक थियो, ब्लू लेक, जुन यति मनमोहक थियो कि त्यसको सुन्दरता जुन चाहिँ मैले वर्णन गरेर पनि सक्दिनँ होला। त्यो मेरो आँखाले नै त्यो सुन्दरता आँखामा नै क्याप्चर भइरहेको छ। त्यस्तै गरेर अब हामी अगाडि बढ्दै गयौँ। स्याउको बगैँचा पनि थियो, त्यो हेर्दै हेर्दै हामी अगाडि बढ्यौँ। यति राम्रो थियो हाम्रो यो मनाङको यात्रा, हाम्रो सबैको पहिलो नै थियो। मनाङको विभिन्न ठाउँ हेर्दै अगाडि बढ्यौँ। मनाङको सुन्दरताले हामीलाई साह्रै आनन्द बनायो। मनाङको धेरै ठाउँमा चेकिङहरू पनि थियो। त्यो चेकिङहरू हुँदै हामी अगाडि बढ्दै गयौँ। खानसारमा हामी खाना खाँदै है, अब ल खाना खानलाई रेडी। हामी कहाँ जाँदैछौँ?
कहाँबाट सुरु भयो यात्रा अब ल हाम्रो हिँड्ने यात्रा अब यहाँ खाङसारबाट सुरु भएको छ है। हामी बिचबिचमा जीवनजल खाँदै अगाडि बढ्यौँ। बाटो अहिलेसम्म राम्रो नै छ। श्री खर्कमा हामी एकछिन रेस्ट गऱ्यौँ र एकछिन हामी रेस्ट गरेर आनन्दले बस्यौँ र हामी जिन्जर टी पनि त्यही नै खायौँ। त्यसपछि हामी बिस्तारै अगाडि बढ्यौँ। तिलिचो भन्नुहुन्छ नि ल हेर्नु यस्तो पार गरेर जानुपर्छ तिलिचो तल हेर्नु छङ्गै भिड छ माथि हेर्नु टुप्पोमा त्यो बाटो हुँदै अब हामी बेस क्याम्प जानु लाग्छ। यस्तो बाटो छ बिचबिचमा बाटो धेरै नै अप्ठ्यारो थियो। तैपनि वरिपरि हिउँको चिसो हावा कञ्चन पानीले गर्दा सबै सहजै अथवा सजिलै महसुस गरिरहेका थियौँ। वरिपरिको हिमालले गर्दा हामीले सबै दुःख बिर्सिने कोसिस गरिरहेका थियौँ। तर पनि बाटो भने सहज थिएन। निकै कठिन र डरलाग्दो भिड थियो जुन देख्दा त हामीलाई रिङ्गाटा नै लाग्ने थियो र भिड देख्दा त मुटु नै श्रिङ्ग बनाउने थियो। यस्तो ठाउँ छ कि बाबा तिलिचोमा त पुरै एकदमै अप्ठ्यारो ठाउँ रहेछ यो चाहिँ। सीता मिस तिलिचो भन्नुहुन्छ नि तिलिचो भन्नुहुन्छ ल हेर्नु कस्तो ठाउँ रहेछ तिलिचो ल हेर्नु कस्तो ठाउँ रहेछ बाबा तिलिचो। हेर्नु तिलिचो तपाईँहरू आउँदै हुनुहुन्छ भने यस्तो बाटो पार गरेर आउनुपर्छ ल हेर्नु। नि हो धन्नै लड्नु भएन हेर्नु त लड्यो भने पुरै खोलामा पुग्छ वहाँ तल खोला छ। हामी जान लागेको एरिया धेरै जोखिमपूर्ण थियो जसलाई ल्यान्डसाइड एरिया पनि भनिन्थ्यो। ल्यान्डसाइड एरियाको माथि हेर्नै नसकिने र तल झन हेर्दा रिङ्गाटा नै लाग्ने भएकोले सिधा बाटो बाहेक अरू त हेर्नै सकिएन। तर पनि बेला बेलामा एकछिन रेस्ट गरेर कहिले माथि त कहिले तल हेर्न मन लाग्ने थियो। माथि हेर्दा त पुरै ढुङ्गा झर्ने भाग थियो भने तल खोला थियो।
यति खुसी लागिसक्यो कि हामी सबै रोएर कस्तो रोको अप्ठ्यारो बाटो देखिरहेछौँ ल थ्याङ्क यू शिव भगवान्। 6 घन्टापछि हामी बेस क्याम्प आइपुग्यौँ। आज हाम्रो बास बेस क्याम्पमा नै हुनेछ। हामी बिहान उठेर 2 बजे तिलिचो जाने प्लान थियो, तर त्यो दिन हिउँ धेरै परेको र पानी परेको हुँदा माथि धेरै हिउँ छ भनेर हामी तिलिचो गएनौँ। त्यो दिन पनि हाम्रो बेस क्याम्पमा नै हाम्रो बास भयो र दिनभरि हामी यताउता घुम्यौँ र रमाइलो गऱ्यौँ। भोलिपल्ट बिहान 3 बजे हामी तिलिचो जाने तयारी गऱ्यौँ। आइयो त बिचतिर बेस क्याम्पबाट उकालो लागिएछ। कुन बेस क्याम्प? यो हामी तिलिचो बेस क्याम्प। ल हस्, यता के छ हाल खबर म्यामहरूको? के भइरहेछ? ठिक छ नि? यता सरस्वती म्याम मिल्दैछ हो, ठिक छ। अनि यता दिदीको अनि चन्द्रकलामा म पनि अब तिलिचो बेस क्याम्प जानलाई हिँडिरहेछौँ हामी। अब 22 घुम्ती अब कति 1 घन्टामा आउँछ कि भन्ने कुरा छ है त। अँध्यारो रात टर्च बालेर हामी घाम नउदाउँदै तिलिचो तालतर्फ लाग्यौँ। हिउँ धेरै भएको कारणले गर्दा सूर्योदय अगाडि नै हिउँ नपग्लियोस् भनेर हामी बिहानै हिँडेका हौँ। हाम्रो ग्रुपमा 2-3 जना सर म्यामहरूलाई अलिक गाह्रो भएको थियो, तैपनि जीवनजल अदुवा खाँदै हामी अगाडि बढ्यौँ। बिचबिचमा रेस्ट गर्दै हामी अगाडि बढ्यौँ। चारैतिर चाँदी जस्तै सेतामै हिउँ देख्यौँ। मन फुरुङ्ग भयो, लाग्थ्यो कि हामी स्वर्गमा नै छौँ र हामी स्वर्गका परीहरू हौँ। कल्पना गर्दै हामी अगाडि बढ्यौँ। हामी 22 घुम्तीमा छौँ। साथीहरू आउँदै हुनुहुन्छ तलबाट, पुरै हिउँ परिरहेछ 22 घुम्तीमा। अब यो 22 घुम्ती हो, त्यो माथि गएपछि हिँड्नुहुन्छ जस्तो छ। यतातिर पनि हिजोको जस्तै ल्यान्डसाइड एरिया थियो। अँध्यारोमा त केही पनि देखिएको थिएन, केही थाहा भएन, तर उज्यालोमा बाटो देख्दा त सातो नै जाने थियो। ज्यान त हत्केलामा राखेर हिँड्नु पर्ने थियो। अब 22 घुम्ती त्यसमाथि हिउँ नै हिउँको यात्रा निकै कठिन थियो, तर जसरी भए नि जानै छ, बल्ल तल्ल अगाडि बढ्यौँ। स्याँ हुने गरी बिस्तारै हिँड्यौँ। अल्टिच्युडको कारणले स्याँ आइरहेको थियो, त्यसकारण हामी बिस्तारै हिँड्यौँ। धेरै जसो मानिसहरू 22 घुम्तीबाट नै फर्किनु हुँदैछ। 22 घुम्ती धेरै नै कठिन थियो, निकै उकालो अनि घुम्ती नै घुम्ती बल्ल बल्ल पार लायौँ। 22 घुम्ती पार गऱ्यौँ। त्यसपछि त झन बाटो यति साँघुरो कि बल्ल बल्ल खुट्टा अट्ने। त्यहाँबाट थोरै चिप्लियो भने कता हो कता, निकै डर लागेको थियो। तल हेरे पनि हिउँ, जता पनि हिउँ, दायाँ पनि हिउँ बायाँ नि हिउँ, जताततै हिउँ थियो। धेरै कठिन थियो यात्रा। एकछिन हिउँ खेल्दै अगाडि बढ्यौँ। अब भने तिलिचो आए जस्तो लाग्यो। चिसो हावा अनि पोजिटिभ भाइब्स आयो। मन आनन्द भयो। जताततै सेतो भएकोले आँखाको सुरक्षाको लागि चस्मा लगाउनु पर्ने रहेछ। हामीले चस्मा लगायौँ। बिस्तारै हिँड्नु पर्ने रहेछ। हाइट मेन्टेन गर्नको लागि बिस्तारै हिँड्यौँ। हाइट भएकोले गर्दा लेक लाग्ने सम्भावना ज्यादै नै हुन्छ। त्यसकारण बिचबिचमा मनतातो पानी, जीवनजल र अदुवा खाँदै जानु राम्रो हुन्छ। के पर्मिसन उठाउनु
हामी हिउँको आनन्द लिँदै अगाडि बढ्यौँ। एकछिन हिउँमा खेल्यौँ, त्यसपछि हामी अगाडि बढ्यौँ। तिलिचो आउने बेलामा बाटो सजिलो थियो। अब तिलिचो आयो, तर बिचमा एकपटक त फर्क्यौँ कि जस्तो पनि लागेको थियो। सबै साथीहरूलाई गाह्रो भएको देख्दा मन खिन्न पार्दै अगाडि बढियो र आएपछि जानै पर्छ भन्ने हिसाबले हिँडियो। अब तिलिचो आयो। वाउ, तिलिचो आइसक्यो। हामीलाई हेर्नु न, तिलिचोको पुरा ताल छ त्यहाँ। तिलिचो तालको धेरै भाग हिउँले ढाकेको थियो। केही भागमा पानी निलो थियो। यो विश्वकै अग्लो स्थानमा रहेको ताल हो। वरिपरि हिमालले घेरेको उपत्यका रहेछ। तिलिचो ताल यहाँ पुग्दा त ठुलै विजय प्राप्त गरे जस्तो लाग्यो। यो नेपालको मनाङ जिल्लामा पर्दछ। यो ताल 4919 मिटर रहेछ। हुन त तिब्बतमा एउटा ताल तिलिचोभन्दा बढी उचाइमा रहेको छ, तर यो तालमा 4वटा टापु छन्। यसको मापन टापुसहित गरिएको छ। यसरी हेर्दा बढी उचाइमा रहेको र धेरै समय हिउँ नजमी पानीमै रहेको हुनाले विश्वको अग्लो स्थानमा तिलिचो ताल छ भनेर गर्व गर्न सकिन्छ। आहा, कति सुन्दर ताल! नेपालको त स्वर्ग नै छ। मेरो प्यारो नेपाल, म सुन्दरताको वर्णन गर्नै सक्दिनँ। जुन मेरो आँखामा कैद भएको छ, त्यो हावा, त्यो स्वर्गको टुक्रा, अनि त्यो सुन्दरता, अनि त्यो पोजिटिभ भाइब्स लाग्छ। स्वर्ग त यो नै हो। मैले राम्रो नै कर्म गरेको रहेछु र यस्तो स्थानमा आउन पाएँ। आहा, मेरो नेपाल! सबै हाम्रो टिममा हुनुभएको सबै सर म्यामलाई धन्यवाद। हामी मिलेर यहाँसम्म पुग्यौँ। कति राम्रो छ हाम्रो नेपाल। आउनु भएको छ? हामी तिलिचो समिट गएर आएको। हजुर, हामी 10 जना हामी ग्रुपमा थियौँ। म झर्दैछु। ल ठिक छ नि म्याडम। नमस्कार, तिलिचो ताल पुगेर आएको हामी। कता गएर हो सर? नमस्कार, तिलिचो ताल पुगेर हामी आयौँ। एकदम रमाइलो भयो, साह्रै रमाइलो भयो। भयो है? ल हस्। ल म्याडम सर लिनु न। हो, अनि यता तिलिचो ताल गएर आएको, एकदम रमाइलो भयो। आई लभ यु तिलिचो। एकदम सक्सेसफुल भयो, एकदम ड्रिम पुरा भयो मेरो। जुत्ता चाहिँ ग्रिप भएको नै लगाउनु पर्ने रहेछ। हिउँले गर्दा धेरै नै चिप्लो थियो। ठाउँ ठाउँमा लड्ने सम्भावना थियो र लडियो पनि। यो बाटो चाहिँ मनाङ जाने बाटो हो। अनि हामी चाहिँ आज तपाईँहरूसँग भेटघाट भइयो। काठमाडौँ आउनु भएको छ। अनि हामी चाहिँ मनाङको यात्रा गरेर पनि आज सकिसक्यो। आज 5औं दिन होइन। तपाईँहरू पनि आउन सक्नुहुन्छ होइन। तिम्रो लागि मनाङ एकदम रमाइलो छ होइन, घुम्नलाई ठाउँ होइन। घुमेर आउनुभयो होला तपाईँहरू। अब हाम्रो ठाउँहरू हेर्नुभयो, तपाईँहरूलाई कस्तो लाग्यो होइन। ठिकै छ। तपाईँहरू अब फेरि अनि आउन चाहनुहुन्छ भने अब गाडी यही हो के अरे मेरो, तपाईँहरूले मलाई फोन गर्न सक्नुहुन्छ। मेरो नाम चाहिँ असिम तामाङ हो। आशिष तामाङ, तर असिम भनेर चिन्छ होइन। हस्, थ्याङ्क यू। एकदम धेरै धन्यवाद। भाइलाई चाहिँ यति धेरै सहयोग गर्नुभयो कि हामीलाई। हामी चाहिँ बेसरबाट तिलिचो ट्रेकिङको लागि हामी हिँडिरहेको थियौँ। उहाँले जति बेला भने त्यति बेला हामीलाई चाहिँ पिकअप गर्नुभयो। यहाँबाट लगेर हामीलाई चामे राख्नुभयो। त्यहाँबाट खानसार भन्ने ठाउँमा हामीलाई छोडिदिनु भयो। त्यसपछि हामी फेरि बाटोमा फोन गरेर उहाँले नै हामीलाई फलोअप गरिराख्नु भएको थियो, कति बेला के भनेर। हामी यस्तो उसमा पनि बेलुका आउँदा पनि उहाँले हामीलाई रिसिभ गरेर ल्याउनु भयो। एकदम हेल्पफुल हुन्छ। तपाईँहरू पनि उहाँको गाडीमा आउन सक्नुहुन्छ। थ्याङ्क यू, एकदम हटली थ्याङ्क यू है भाइ। हामी 5 दिनको यात्रा पुरा गरेर हामी काठमाडौँ फर्क्यौँ। तिलिचो जाँदा हामीलाई 5 दिन लाग्यो र हामी 5 दिनको दिन हामी काठमाडौँ फर्क्यौँ।